साथीहरु वेलकम टु माई युट्युब च्यानल। अनि फेरि पनि म तपाईकोमा आइसकेको छु नयाँ भिडियो लिएर। अनि आज हामी चाहिँ जाँदैछौँ लगनखेल घुम्नको लागि, साथै तरकारी यताउति किन्नको लागि चाहिँ हामी जाँदैछौँ। म अनि मसँग हुनुहुन्छ मेरो साथीहरु। अनि मेरो अर्को साथी चाहिँ आएको छ काठमाडौँ घुम्न भनेर। उलाई चाहिँ पहिलो भिडियोमा तपाईले देख्नुभयो होला। अनि उ चाहिँ मसँग आएको छ यहाँ काठमाडौँ घुम्नको लागि। अनि यसो उसलाई चाहिँ घुमाउने साथै तरकारीहरू पनि किन्ने भनेर चाहिँ हामी जाँदैछौँ। अनि अहिले चाहिँ हामी रोडमा हिँडिरहेको पारामा। अनि एकजना चाहिँ पछाडि हिँडिराख्नु भएको छ, एकजना चाहिँ अगाडि। हामी चाहिँ अहिले बाटोमै छौँ, हिँड्दै रोडमा डक्टर पारेर। अनि आज हिँडिराख्नु भएको छ सोही प्लेन चाहिँ छ ल्यान्ड कता हुँदैछ थाहा छैन। प्लेन देखेर बहुत खुसी भएको छु। यस्तै हुन्छ फर्स्ट टाइम काठमाडौँ आएर प्लेनलाई नजिकबाट देख्दाखेरि चाहिँ सबको एक्सप्रेसन चाहिँ यही नै हुन्छ। अनि एक दिनको घटना हो यहाँ, म तपाईँलाई चाहिँ घटना सुनाउने छु। अनि एकजना बहिनी चाहिँ आएको थियो काठमाडौँ फर्स्ट टाइम। अनि उसले चाहिँ जब बिहान सुतेर हामीले उठेको थियो। अनि म चाहिँ कपडा धुँदै थिएँ। अनि बहिनी चाहिँ साइडमा बसेर मैले कलहरूको हेरेर कुराकानी गरिरहेको थियो। अनि पछि प्लेन आयो। अनि प्लेन आइसकेपछि अनि उसले त यस्तो खोला जाने यस्तो गऱ्यो। म त एकदम सक। अनि मैले भने के पो बहिनी हेरेको त चिलगारी चिलगारी यति नजिकबाट गयो भन्नु भने। अनि मलाई लाग्यो हाँस्यो। अनि म हाँसेँ अनि मैले यहाँलाई पनि भने यहाँ पनि हाँस्नु, कसरी हाँस्नु तपाईँ? हामी त्यस्तै गरेर गरेर हाँसेका थियौँ। अनि बुझ्नुभयो तपाईँले? तपाईँ पछि सुन्नु ल मैले भनेको कुरा भ्लगमा। यस्तो गरेको मान्छेले कि अनि के भयो भनेको त ऊ प्लेन गरे यति नजिकबाट गयो चिलगारी गरे के। अनि मलाई लाग्यो हाँसो। म तँलाई वान अफ द बेस्ट पानीपुरी चटपटेमा लैजान्छु ल। म तँलाई पानीपुरी चटपटे खुवाउँछु, पैसा त त तिर ल साथी। यसरी खुवाइदिन्छु। म मेरो आफ्नै हातले यस्तरी खुवाइदिन्छु। त तेरो आफ्नै हातले यस्तरी पैसा दे ल साथी। अब हामी चाहिँ खसी खेल्न आएका छौँ। खसी खेल कतिजना थाहा छ? अनि हामी चाहिँ पहिला यतातिर नै बस्थ्यौँ खसी खेलमै। अनि आजभोलि चाहिँ सरेर उता बागडोलतिर छौँ। अनि खसी खेलमा चाहिँ एकदमै मिठो पानीपुरी चटपटे चाहिँ पाउँछ। अनि हामी चाहिँ त्यहीँ जानेछौँ। अनि पानीपुरी चटपटे खानेछौँ, तपाईँहरूलाई पनि देखाउनेछौँ। हामी चाहिँ आइसकेका छौँ पानीपुरी खानको लागि। हाम्रो अङ्कलले एकदम मिठो पानीपुरी बनाउनुहुन्छ। हामी कहाँदेखि आएको छ? बागडोलदेखि पानीपुरी खान आउँछौँ यहाँ दिनै। बस अङ्कल एकदम मिठो पानीपुरी बनाउँछ अङ्कलले चाहिँ। सबैजना आउनु होला। खसी खेल चक्कैमा हुनुहुन्छ अङ्कल, एकदम मिठो। अङ्कल अलि धेरै मिलाएर ल। अनि त्यो बदम चाहिँ धेरै हालिदिनु होला नि, गेडागुडी चाहिँ नहाल्नु होला। अहिले चाहिँ हामी छ भन पानीपुरी चटपटे मोमो मोमो त छैन पानीपुरी खानु अब चाहिँ छटपटे झटपट जसपछि आइसकेको छ भने चाहिँ पनि खानेछौँ।
छिटो ओए तिमी आएर के गर्नु सबै कस्तो भयो पिरो भयो कस्तो भयो कि मलाई सरपटे खाएर यसको त रातो छ क्या खोइ यो रातो छ मेरो कलर लाग्यो खै तिम्रो है तपाईँको खै त छैन तपाईँको सातो छ है उनको छ फाइनली वी आर रिच मार्केट लगनखेल मार्केट यहाँ चाहिँ भूकम्प आयो रहेछ भूकम्पले घर भत्कायो लगनखेल अहिले हामी पुगिसकेका छौँ लगनखेल बजारमा अनि हामी तपाईँलाई चाहिँ कहाँ जान्छौँ के गर्छौँ हामी सबै कुरा चाहिँ हामी देखाउनेछौँ अनि म चाहिँ आज यसलाई चाहिँ कृष्ण मन्दिर घुमाउन लिएर जाँदैछु घुमाउन जाँदैछु खुसी छु देखिसक्नुभयो बहुत धेरै खुसी छु तपाईँ खुसी हुनुहुन्छ कि नै त तपाईँ खुसी हुनुहुन्छ कि नै सबैजना खुसी छन् अनि हामी चाहिँ लगनखेल पुगिसक्छौँ हामी चाहिँ कृष्ण मन्दिर पुगेका छौँ बाघ यहाँ यही हो कि कृष्ण मन्दिरमा देखिस् आउँछु जुम गऱ्यो भने देखिन्छ पुगिसकेका छौँ कृष्ण मन्दिरमा अब हुँदैछ फोटोसुट दिदी निदाइसक्यो दिदी गर्नुहुन्छ अब फोटो यसको खिच्ने गयो धेरै आजको हिरोइनी चाहिँ यो नै हो हिरोइनी भिडियो होला नानी यो कृष्ण मन्दिरमा हामीले हामी चाहिँ मोमो खाएर हिँडिरहेको छौँ अनि त्यसपछि अब हामी जान्छौँ सब्जी मन्डी सब्जी किन्नको लागि हामीलाई खानाको लागि सब्जी छैन सब्जी किन्न जानेको अब चाहिँ बिस्तारै लाइटिङहरू हुँदैछ लाइट बल्दैछ अनि बजार देखिँदैछ राम्रो हुँदैछ हेर्न सक्नुहुन्छ तपाईँहरू दिदी हुनुहुन्छ यहाँ हामीले तरकारी किन्न मिसाई 120 मिसाई आउने थिएन होला भने
कति बाल्छ यहाँ यो छैन त्यहाँनिर बालुवा बालुवा म चाहिँ पावर दिइरहेको छु फुल सपोर्ट फुल फुल सपोर्ट फुल सपोर्ट भइरहेछ मैले बालुवा चोरी प्लेन उडिरहेछ अहिले चाहिँ